हेलो वेलकम टु माई फर्स्ट मिनी ब्लग। स्वागत छ तपाईहरुलाई मेरो पहिलो मिनी ब्लगमा। आज चाहिँ हामी बोजूले अदुवा रोप्ने खेताला बोलाउनु भएको थियो र हामी गएका थियौं। मलाई चाहिँ अदुवाको बिउ लिन पठाउनु भएको थियो र म अदुवाको बिउ को भारी लाएर म चाहिँ अदुवा रोप्ने ठाउँतिर गए। अनि म चाहिँ बारीमा पुग्दा चाहिँ फुपूहरुले बारीको फूलहरु सोर्नुहुँदै थिएछ, बढार्दै थियो। अनि फुपूले चाहिँ हामी त घरको आँगन पो सोर्छ बढार्छ भन्दै फूलहरु सोर्नुहुँदै थियो। अनि यहाँ चाहिँ हाम्रो बुढी बोजू पनि खेतालामा आउनु भएको थिएछ। उहाँ पनि काम गर्नुहुँदै थियो र यहाँ बोजूको सुँगुर हेर्नु न कत्रो ठुलो छ। अनि त्यसपछि यहाँ केराहरु हेर्नु न कस्तो मजाले फलेको, कति धेरै ठाउँ थियो क्या, कस्तो राम्रो फलिरहेथ्यो। अनि यहाँ बाजे पनि फूलहरु सोर्नुहुँदै थिएछ। अनि हामी चाहिँ खन्नु पर्ने भएकोले कोदालो लिन गयौँ र हामी चाहिँ खन्न थाल्यौँ। बारी त्यहाँ अलिकति माटो बढी भएकोले सोर्न थाल्यौँ। अनि काका चाहिँ जोत्दै थियो मेसिनले बारी। अनि हामी चाहिँ काकाले जोत्दै थियो भने हामी चाहिँ खन्दै थियौँ र हेर्नु खन्दा खन्दै मैले चाहिँ कस्तो किम्बोहरु देखेँ, कस्तो मजाले फलेको थियो किम्बोहरु कति धेरै। अनि पछि कागती पनि फल्दै थिएछ, ठुलो खालको कागती। तपाईहरुलाई पनि मैले देखाइदिएँ। अनि पछि हामी चाहिँ भित्ताहरु कुनाहरु छेउहरु बकेलाएको खन्नुपर्छ नि त, खन्दै थियौँ। अनि खनिसकेपछि सकेपछि चाहिँ हामीले अब अदुवा रोप्नेतिर लाग्यौँ, अदुवा रोप्ने तर्खर गऱ्यौँ। अनि मैले अघि पर बिसाएको थिएँ नि त अदुवा, अनि उहाँलाई मैले ल्याउनु लगाएँ क्या। अनि उहाँले ल्याउनु भयो। अनि अदुवा चाहिँ ठुलो थियो, ठिक्क पारेर रोप्नु पर्ने रहेछ। त्यही भएर फुफू र बोजूले त ठिक्क भाँच्नु हुँदै थियो र हामीले चाहिँ फेरि अदुवा भाँचिसकेपछि अदुवा रोप्न थाल्यौँ। ठिक्क यस्तो ट्याङ्क सानो खाल्डो बनाउँदै अदुवा राख्दै माटोले पुर्दै रोप्न थाल्यौँ। अनि पछि चाहिँ अदुवाको बिउ सकेपछि फेरि म चाहिँ अदुवा लिन गएँ। त्यहाँ डोको फ्यालेर चाहिँ मैले फेरि मकैको पटाएको थिएँ। अनि पछि अदुवा भएको ठाउँमा पुगेर मैले फेरि सबै अदुवाको बिउहरूलाई फेरि डोकोमा हाल्न थालेँ। अनि हेर्नु न त्यहाँ मेरो अनुहार एकदम घाम लागेको थियो त्यो दिन, झन् ओपर गर्मी भइरहेको थियो। अनि मैले सबै अदुवा ल्याएर फेरि बारीतिर नै गएँ। अनि हेर्नु त्यहाँ फेरि हाम्रो अर्को बुढी बोजू पनि फर्सीको बिहा रोप्दै थियो। अनि मैले लगेको फेरि अदुवाहरू भाँचिसकेर ठिक्कको बनाएर फेरि हामीले चाहिँ त्यो भाँचेको अदुवाको बिउहरूलाई रोप्न थाल्यौँ। दुईजनाले हामीले ड्याङ बनाउँदै, एकजनाले अदुवा राख्दै पुर्दै गर्दै हामीले फेरि अदुवा रोप्न थाल्यौँ। हाम्रो सबै त्यसरी नै हामीले सबै अदुवाहरू रोपिसकेका थियौँ। र मैले यहाँदेखि पछि चाहिँ भिडियो बनाउनै बिर्सेको थिएछु। अनि हामीले यसरी नै सबै अदुवा चाहिँ रोपिसकेका नै थियौँ। र आजको हाम्रो अदुवा रोपे चाहिँ यस्तो भएको थियो। थ्याङ्क्स फर वाचिङ।